आज हामी चाहिँ अब दिउँसोमा कटुस खोज्न गइयो। त्यसपछि सबैजना मिलेर दिदीहरू, म, सबिना, मम्मी सबैजना मिलेर हामीले यसरी कटुस खोज्यौँ। मैले पनि खोजेँ, मजाले कटुसहरू खोजियो। त्यसपछि खोज्दै झोलामा हाल्दै, प्लास्टिकको झोलामा हाल्दै गरेर जम्मा गरियो। कटुस दिनभरि खोजेर मजाले कटुस खोजियो यसरी खोजिया छौँ है, सबैजना भएर। यस्तो कटुस चाहिँ यस्तो हुन्छ है। अनि त्यहाँबाट चाहिँ हामी सबैजना मिलेर खोज्दै पुरै जङ्गल चारिसक्यौँ। अब हामी घर जानुपर्छ कि भन्ने तयारीमा आएर चाहिँ माथि गाउँमा, पहिलाको गाउँमा गएर सुन्तला टिप्ने कार्यक्रम भयो हाम्रो। सुन्तला, अम्बाहरू पुरा हामी चाहिँ यसरी गयौँ है टिप्नलाई। पुरै यसरी गएर ग्रुपमा गएर घारी, फेरि कति बिधि घारी, यो पुरै घारी झाडी भइसकेको रहेछ है। पन्छाउँदै गएर यी सुन्तलाहरू यस्तो भइसकेको रहेछ है। खाने बेला त हल्का भएको थिएन, अमिलो सुन्तलाहरू। त्यही पनि छोड्न हुँदैन, बाँदरले खान्छ भनेर पनि, बाँदरले खाएर फाल्नु भन्दा हामी नै खाने भनेर रुखमा चढेर मजाले टिप्ने र खाने भनेर चाहिँ हामी चाहिँ यसरी लम्काएर टिप्यो सुरुमा। त्यसपछि चित्त बुझेन, लम्केर यसरी टिपेर भएन भनेर चाहिँ मेरो पालो रुखमा चढ्छु भनेर म यत्रो सुन्तला भएको थियो, ठुल्ठुलो भएको थियो। भएन, अब चाहिँ म चढ्छु बरु भनेर रुखमा चढ्न लागियो है त। रुखमा चढ्न लाग्यो यसरी बाँदरले जस्तै पुरै रुखमा चारेर लुङ्गै टिपेर दिदी तलबाट थाप्ने, म माथिबाट टिपेर फाल्ने। त्यस्तै गरी टिपियो। अनि कति मिठो सुन्तला भन्दै रुखमा बसेर खाइयो, मजाले खाइयो होइन। मजाले तल बस्नेलाई खिच्चै खाइयो। कति मिठो सुन्तला रहेछ भने खाइयो यसरी। त्यसपछि चाहिँ बेलुका फर्किनुपर्छ भनेर हामी फर्क्यौँ। यसरी कटुस, सुन्तला, निबुवा सबै बोकेर, यसरी सबै भारी बोकेर यसरी चाहिँ आइयो। अनि गन्तव्यतिर आइयो है त, घरतिर आइयो। अनि त्यहाँबाट चाहिँ हामी बाटोमै छौँ यति बेलासम्म चाहिँ आइयो। मैले चाहिँ कटुस बोकेँ है, त्यो चाहिँ कटुस बोकेँ मैले कटुस बोकेँ। दिदीहरूले सबैले सुन्तला, अम्बाहरू बोक्नुभयो, निबुवाहरू। यसरी हामी चाहिँ निबुवाहरू यस्तो ल्यायौँ, बोगटी पनि थियो। सुन्तलाहरू यत्रो धेरै सुन्तला र अम्बा त अलिअलि कुच्चिएछ भन्नुभयो मम्मीले। त्यसपछि यसरी खनाइयो होइन। कटुस पनि कति धेरै भएछ, 2 पाती 3 पाती होला भनेर अनुमान लगाइयो है। कटुस कति होला हेर्नु है त। अनि भुटेर खानुपर्छ, मजाले भुटेर खानुपर्छ, घर लानुपर्छ भनी भुटेर